गाइस फाइनली हामी सुनकोसीको पुल तर्दैछौँ गाइस। सुनकोसी यो चाहिँ छ बस्ती बगाएको। हेर्नु डेन्जर छ नि होइन बाटो। यो पुरै ढुङ्गा त सब देखिरहेको छ क्या यहाँनिर। त माथिबाट थियो बाटो। अरू देशमा अन्डरग्राउन्ड रेल कुद्ने हुन्छ, हाम्रो अन्डरग्राउन्ड अफ रोड बाटो के। नेपाली साधनहरूले आफ्नो नम्बर राख्दै यो ऐनाहरू राखिएको हो है। हेर्न सक्नुहुन्छ यहाँ छ अहिलेसम्म कति धेरै छ ऐनाहरू। त्यति देवी सबैको रक्षा गरून्। अहिलेको यात्रा हाम्रो खोटाङसम्मको रहेछ। काठमाडौँबाट करिब 260 किलोमिटर रहेको हाम्रो खोटाङ जिल्ला दिक्तेल बजार आज हामी जाँदैछौँ। तेल पनि हाल्नुपर्ने रहेछ त नि। मोमोमा हालिदिइसकेको छु। लगायत हामी फाइनली दिक्तेलतर्फ लागिसकेको छौँ। काठमाडौँबाट दिक्तेलको यात्रामा हामी करिब 260 किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ। जुन यात्रा चाहिँ हाम्रो अहिले नयाँ ठिमी गाम्चा चोकबाट भइसकेको हाल्छौँ अब यसो हो। यहाँ के गर्छ यहाँ के गर्छ यहाँ के भएछ यो माटो लागेछ यार यहाँ के। गाइस फाइनली हामी चाहिँ यो सागा आइपुगेको छौँ। यता हेर्न सक्नुहुन्छ शिवजीको मूर्ति छ ठुलो। अनि यो बाटो एकदम खत्तम छ, बिग्रिरहेको छ, बनाउने क्रममा छ है। हेर्न सक्नुहुन्छ यहाँनिर सागामा अनि खतरा बाटो बिग्रेको छ। डेन्जरैवाला बाटो बिग्रिरहेको छ है। ल जाम छ त नि यार। ल पल्लै भित्रदेखि जाम छ त नि। के हो यस्तो बिहान बिहानै जसम्म भन्दै यो माथि त्यो यो माथि त उयो पनि रहेछ, पानको पाछात बनाएको पनि रहेछ त नि। कहिले हो कहिले भइसक्नु नेपालको कामै हो। सुस्त मनस्थितिमा काम गर्ने हो नेपालले होइन। त्यही भएर गाह्रो छ यहाँ पनि बाटो बनिसक्न। यतिकै छोड्यो हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ जाम खतरा लागिरहेछ है। हामी चाहिँ बल्ल तल्ल जामबाट निस्किसक्यौँ। फाइनली हामी जामबाट निस्किसक्यौँ गाइज। गाइज सक्नुहुन्छ है धुलो गाइज। काठमाडौँबाट लगभग सागाबाट अगाडि छिरिसकेपछि धुलो एकदमै बाटो बिग्रेको अनि एकदम धुलोमै बाटोहरू चाहिँ भेटिन्छ हामीले। रातिको समयमा यो बाटो हिँड्ने हुनुहुन्छ भने चाहिँ टिफरबाट जोगिएर हिँड्नु होला। टिफरहरू एकदम हिँड्छ राति यतातिर चाहिँ धेरै नै गाडीहरू कुदिरहेको छ गाइस। यहाँनिर गाडी अहिले चाहिँ हेर्न सक्नुहुन्छ बिस्तारो यो सिमेन्ट बोकेर होला। एउटा सिमेन्टबाट झऱ्यो भने खत्तम यो गाडी। बाटोभरि पानी लगाएर धुलो नउड्ने हिलम्मे बनाएको छ यतातिर। लगायत छैन हामी धुली खेल आइसक्यो। धुली खेल्नै होला सायद यो। यहाँबाट जिरीतिर जान्छ अनि यता चाहिँ हाम्रो मन्थली खुर्कोट मन्थली भनेछु हामी खुर्कोट घुर्मी हुँदै दिक्तेलतर्फ जाने बाटो यो। अनि तराईका अरू भेगहरू पनि यहीँबाट छुटिन्छन्। सजिलो र छिटो बाटो भनेर चिनिन्छ यो चाहिँ अहिलेको। हो कि रोड खनेको रहेछ यार के खुसीको भएन अन्त। समोसा कसरी छ यो? समोसा नखाउँ यार। यो रोटी रोटी 30 रुपैयाँ यो पुरी हजुर त्यसै हो सबै। चिया चाहिँ बन्छ कि? 2 कप चिया बनाइदिनु न। 2 कप चिया एकदम धेरै चिसो छ अहिले बिहानको मौसममा। बिहानको बेला एकदम धेरै चिसो भइरहेछ। अनि खाजा खानालाई भकुन्डे बेसीमा रोकेको छौँ अहिले हामीले। लगभग 8 बजी 8:30 भइसकेको छ। अब खाना खान चाहिँ हामी खुर्कोट पुग्छौँ भन्ने एउटा हामीहरू कन्सेप्ट बनाएको छौँ। भकुन्डे बेसीमा खाजासाजा खाइसक्यौँ। अब हाम्रो यात्रा भनेको एकैचोटि खुर्कोटमा गएर अड्किनेछ। तपाईँको खुर्कोटबाट चाहिँ हामी खाना खाएर चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। त्यहाँनिर हामीले खाजासाजा खाइसक्यौँ। अब फेरि हाम्रो यात्रा सुरु हुन्छ होइन तपाईँ सर? हजुर सर। यो भकुन्डे बेसीसम्मको बाटो चाहिँ एकदमै राम्रो।
एकदमै त होइन, नर्मल रूपमा राम्रो छ। अब यहाँबाट अगाडिको बाटोहरू चाहिँ एकदम बिग्रेको छ होइन। अब यहाँबाट नेपाल थोक 32 किलोमिटर रहेको छ। अब नेपाल थोकसम्मको यात्रामा चाहिँ एकदम बिग्रेको बाटो, अस्तिको खोलाले पुरै बगाएको बाटोहरू भेट्छौँ हामी है। अहिले बाटोमै छौँ, हेर्न सक्नुहुन्छ। अस्तिको त्यो खोलाले घर लगेको डेन्जर लगेको छ यार यहाँनिर। ओ माई गड है, घर त बिचमा छ त, खोलाको बिचमा छ त नि। जाने हो बेडरुम त भइहाल्छ नि, घरमा बेडरुम हुँदैन। हेर्नु है खोलामा, घर त खोलामा छ के, यस्तो लगाएको थियो अस्ति नि। यहाँ हाम्रो भकुण्डे बेसीबाट थोरै अगाडि आइसकेपछि यो रोसी खोलाले बगाएको बाटो भनेको चाहिँ यहीँ हो गाइज। यहाँबाट हेर्न सक्नुहुन्छ पुरानो बाटो यहाँदेखि माथिबाट जान्थ्यो भनेदेखि हामीहरू अब यो तल्लो बाटो खोलाको बाटो हुँदै जान्छौँ। यो बाटो चाहिँ मलाई जहाँसम्म लाग्छ बर्खामा पुरै बन्द हुने चान्सेस चाहिँ एकदम 100मा 100% छ है। अब अस्तिको बर्खामा यस्तो घटना घट्यो, यति धेरै बिगारहरू भयो यो बाटोहरूमा, बाटो नै रहेन। अबको बर्खामा चाहिँ यो अस्थायी रूपमा खोलिएको बाटो पनि रहँदैन र काठमाडौँदेखि तराई जाने अनि खोटाङ जाने भोजपुर जाने मान्छेहरू चाहिँ अलिकति गाह्रो हुने सम्भावना चाहिँ अलिक धेरै देखिरहेको छु मैले। पुरानो चाहिँ यहाँबाट यस्तो घुमेर जानुपर्ने थियो, अहिले चाहिँ डाइरेक्ट ट्र्याक खोलेको रहेछ यहाँबाट। हेर्न सक्नुहुन्छ पुरै अफरोड छ। अनि यही हो खोला चाहिँ, जुन खोलाले बगाएको थियो त्यो खोला चाहिँ यही रहेको छ। अहिले त खोला केही छैन, सामान्य रूपमा छ है। अब बर्खामा चाहिँ यो खोलाको उग्र रूप देख्न सकिन्छ हामीले। यो चाहिँ छ बस्ती बगाएको, हेर्नु डेन्जर छ नि होइन। बाटो यो पुरै ढुङ्गा त सब देखिरहेको छ क्या यहाँनिर। त माथिबाट थियो बाटो, सब ढुङ्गा रहेछ। यो जापान सरकारले खतरा निर्माण गरेको थियो। अब बाटो बनाउने ठाउँ पनि छैन क्या यहाँनिर। हेर्न सक्नुहुन्छ ढुङ्गा कस्तो धेरै छ। सम्झौता जापान सरकारसँग नेपालको सम्झौता सकेकै छैन, त्यही भएर फेरि जापान सरकारले बनाउँछ है। नापजाँचहरू पनि भइसक्यो होला जहाँसम्म लाग्छ। अब छिटै बन्छ भन्ने आश गरौँ। अब छिटै त बन्दैन, त्यही पनि आश गर्नु त मिलिहाल्यो नि होइन। धुलो चाहिँ हेर्न सक्नुहुन्छ एकदम धेरै धुलो। अहिले हिँड्दै हुन्छ यो बाटो भने मास्क अनिवार्य, हेलमेट, चस्मा लाएर आउनु होला, नत्र भने तपाईँको यो बाटो हिँडिसकेपछि मर्की लाग्ने, सबै थोक लाग्ने एकैचोटि हुन्छ। चिसोको बेला छ। हेरेर सक्नुहुन्छ यहाँ पनि यस्तो धेरै माथिबाट पहिरो झरेको छ। तलबाट यो रोसी खोलाले बगाएको छ है। यहाँनिर पनि यो पुरा जमिन त समथर बाँधिदिएको छ। अब 2-4 वर्षपछि अलिक सामान्य भइसकेपछि यहाँ फेरि बस्ती बस्छ यहाँनिर। अनि फेरि 10-12 वर्षपछि फेरि खोलाले बगाउँछ। धुलो खाइन्छ एकदम धेरै। भकुण्डे बेसीबाट नेपाल थोकसम्मको 6 किलोमिटर लगभग बाटो चाहिँ खोलाले ध्वस्तै बनाएको छ। हेर्न सक्नुहुन्छ यतातिर पनि यो पहिला सब यो अहिले सफा गरेर हल्का चल्ने बनाएको मात्रै हो। पछि यो पानी आएपछि लगभग गइ नै हाल्छ, यो सकि नै हाल्छ होइन। यही हो रोसी खोला चाहिँ हेर्न सक्नुहुन्छ। यो बाँकी रहेको रहलपहल पनि यसपालिको अर्को पानीमा सबै जान्छ, त्यसपछि ढुक्क शीतल हुन्छ। हामी यो गाडीलाई ओभरटेक गर्दै गाडीको पछाडि बस्यो भने धेरै धुलो खानुपर्छ क्या गाइज। बाटो त यार पुरानो बाटो चाहिँ है, सब खोलखाल बनाएर। के हुन्छ यार, चिप्लिन्छ त टायर, सुनक्क घुम्न खोज्छ त यार। अरू देशमा अन्डरग्राउन्ड रेल कुद्ने हुन्छ, हाम्रो अन्डरग्राउन्ड अफ रोड बाटो के नेपालमा चाहिँ होइन।
माछा पक्रिनु जानुपर्छ है क्या हो झ्याप्प जाली हाल्नु ल है गाइस ल है यतातिर माछा मार्न आउनु है यतातिर हाम्रो ल टट्ट पारेर यता पोखरी सोखरी छ स्विमिङ खेल्न सक्नुहुन्छ साइडमा पोखरी बिचमा यो हाम्रो यार अरू देशमा समुद्रको बिचबाट हुन्छ हाम्रोमा खोलाको बिचबाट यो बाटो छ है एकदम दामी छ अफरोडको मजा लिन चाहनुहुन्छ भने काठमाडौँ चाहिँ डिटेल गर्नु होला फुल्ली अफरोड पाइन्छ यहाँनिर हामी फाइनली मुलकोट आइसकेको छौँ त्यहाँदेखि उता चाहिँ सबै पहिला यो खोलाले पुरै सत्यानाश बनाएको थियो है अहिले चाहिँ लगभग सबै माटो साटो हटाएर फेरि सञ्चालनमा आउन आँटेको रहेछ अब तपाईँहरूलाई म यहाँ एउटा दामी ठाउँ देखाउँछु दामी यो लगभग 1 किलोमिटर चाहिँ ऐनाले ढाकिएको ठाउँ छ यहाँ मासतिर म तपाईँहरूलाई त्यो देखाउनु गइरहेको छु गाइस हेर्न सक्नुहुन्छ यहाँनिर हाम्रो सिद्धिदेवी मन्दिर अगाडि यो राखिएको ऐनाहरू यहाँनिर हिँड्ने प्रत्येक गाडी सवारी साधनहरूले आफ्नो नम्बर राख्दै यो ऐनाहरू राखिएको हो है हेर्न सक्नुहुन्छ यहाँ अहिलेसम्म कति धेरै छ ऐनाहरू सिद्धिदेवीले सबैको रक्षा गरून् देख्नु पनि है कति धेरै छ ऐना छ क्या परसम्म छ चाहिँ यहाँनिर चाहिँ थोरै पहिरो गएको रहेछ है यतातिर छ पुरै तपाईँको ऐना छ 1 किलोमिटर भन्दा धेरै फाइनली गाइस खुट्कुट आयो यहाँसम्म अस्ति पुरै यो एरिया नै ढाकेको थियो खोलाले कोसी पसेर होइन सुनकोसी पसेर अहिले त एकदम त्यो भइसकेको छ बनिसकेको छ यतातिर पढ्ने क्रम पनि छ होइन अब हामी चट्ट यहाँ खाना खान्छौँ खाना खाइसकेपछि चट्टसँगले हामी अगाडि बढ्छौँ फेरि त्यो फाइनली हामीले खाना खाइसक्यौँ अब धुलो हेर्नु चाहिँ यहाँ यस्तो धेरै छ है अब यहाँबाट चाहिँ हामी खोटाङतर्फ लाग्छौँ यहाँबाट 140 किलोमिटर छ खोटाङ हेर्नुहोस् है गाइस हालत काठमाडौँदेखि लाउँदाखेरिको यो कपडाको हालत यो मान्छेको हालत दिमाग खराब भइसक्यो यार हामी करिब 1 घन्टा आधी हिँडिसकेपछि अब घुर्मी आइपुग्न आँटेको छौँ हेर्नु सक्नुहुन्छ यताबाट गाडीहरू आउँदैछन् हामी एकदमै बाटोमा छौँ है यतातिर गहुँ रोपेर चाहिँ गहुँ धुलिरहेका रहेछन् सिन्धुलीलाई चाहिँ छोडेर अब हामी अगाडि बढिरहेको छौँ है फाइनली गाइज हामी घुर्मी आइसकेको छौँ घुर्मी यहाँबाट हामी सुनकोसीको पुल तरेर अगाडि बढ्नुपर्ने हुन्छ अलिकति अगाडि छ सुनकोसीको पुल चाहिँ गाइज फाइनली हामी सुनकोसीको पुल तर्दैछौँ गाइज सुनकोसी यहाँबाट चाहिँ 2 ठाउँ छुटिन्छ यो माथिल्लो बाटो गयो भने चाहिँ हाम्रो ओखलढुङ्गा पुगिन्छ भने तल्लो बाटो चाहिँ हाम्रो खोटाङ दिगदल बजार हलेसीमा महादेवको दर्ता अरे त्यहाँ अलिक तलसम्म हलेसी दर्शन गरेर जान्छ कि तल्लो बाटोमा चाहिँ हलेसी दर्शन गरेर जान्छ माथिल्लो बाटो चाहिँ ओखलढुङ्गा जान सकिन्छ है त गाइस र गाइस यो बाटो चाहिँ हामी घुमेर त्यहाँबाट यो पारी हुँदै यस्तो घुमेर हामी जयराम पुग्छौँ अनि यो ओखलढुङ्गा यो एरिया चाहिँ पुरै ओखलढुङ्गा हो अनि अहिले त हामी चाहिँ यहाँ छौँ है यस्तो गलिरहेछ गाडीले पनि आवाज दिइरहेछ लास्ट गलियो है
दुधकोसीको पुल गाइज दुधकोसीको पुल तर्दैछौँ हामी अब यहाँबाट हाम्रो खोटाङ सुरु हुन्छ